guys, welcome and welcome back to my YouTube channel. This is Prashansa, back again with a new video, and today we are at Bardia with Srishti here. अहिले चाहिँ छौँ हामी हात्तीसारमा. ओके, अब चाहिँ हामी जाँदैछौँ मेरो साथीलाई भेट्न. यो मान्छेहरु चाहिँ बर्दियाको बाघ आयो, बर्दियाको बाघ भन्दै गाना गाउँछ हैन. हामी चाहिँ बर्दियाको हात्ती आयो, बर्दियाको हात्ती भन्ने हो के. ल हेर्नु साथीहरु, हाम्रो बर्दियाको हात्ती हो यो चाहिँ. खाँदा हात्ती भइसक्यो, तर खाना भने कहिले छोड्ने भएन. सृष्टि म्याम यतातिर हुनुहुन्छ. बर्दियाको बेस्ट फ्रेन्ड. हजुर, एकदम यहाँ हुनुहुन्छ. अर्को हात्ती, अर्को मोटी. तपाईलाई अर्को मोटी हेर्न मन छ भने त्यो पनि यही हुन्छ. गाइस, म यहाँ बर्दिया घुम्न आएको थिएँ अनि मैले यहाँ मेरो सबै फ्यानहरुलाई भेट्छु. तपाईले फ्यानहरु. हाय गाइस. क्या बात. अब हामी जाने हो कहाँ? Baba Resort. Yes, we are going to Baba Resort and we will see you there. कामबाट होली जस्ट 3 days अफ पाएको थियौँ हामीले कामबाट. 3 days अफमा चाहिँ 2 दिन चाहिँ हामीले बिदामा हामीले लाइक लिटरली हामीले फाल्दिसकेका छौँ. अनि गाइज हामी चाहिँ अब भर्खरै हाम्रो डेस्टिनेसन पुगिसक्यौँ बाबा रिसोर्ट. अनि चाहिँ अब एकछिन हामी फ्रेस हुन्छौँ, कपडा सौडा फेर्छौँ अनि स्विमिङ हान्छौँ होला. यति नै हो. अनि एकदम भात खान्छ नि ल्याम्मा भात खाएर जस्तै झ्याम्मा स्विमिङ गर्छ. गाइज एकछिन भेटौँ ल. Guys, now we are at Baba Resort. र यहाँ चाहिँ मलाई वेलकम गर्नको लागि यस्तो यो ब्यानरहरू पनि लगाइसकेको रहेछन्. मलाई थाहा पाउने बित्तिकै लाइक लिटरली सबै ठाउँमा चाहिँ ब्यानरहरू लाग्छ अनि त्यसपछि यो वेलकम बोर्डहरू हुन्छ. प्रशंसा इज कमिङ, you know. They need to arrange something special. And you know, like this is me. All right, and then you can see this red carpet. This is for me, okay? मैं तो थक गई. ये कुकुरा हमने वाला था तो के उड़ के दियो. फर्सीको मुन्टा पनि रहेछ यहाँ. ल हामी चाहिँ यो बिल्डिङमा छौँ. साँझ यही कार्यक्रम हुन्छ, राति यहाँ डान्स हुन्छ पुरै. ल यो चाहिँ हाम्रो रुम हो र यसमा चाहिँ हाम्रो रुममेट्सहरू यता हामीलाई कुर्दै हुनुहुन्छ. सो यो चाहिँ हाम्रो रुमको सिनेरी छ. धारा यो चाहिँ नेपाली ढाकाको थिम रहेछ. भेरी नाइस, एकदमै राम्रो. साथीहरू अब हामी चेन्ज गर्छौँ. सो वी विल गो फर वाट? कस्तो बोरिङले भनेको जस्तो भन. एक्साइटिङ भन. Swimming. त्यसै होइन, स्विमिङ. A few moments later. We are ready to go for swim. यो चाहिँ मेरो भाइको स्विमिङको गगल्स हो. मेरो हो भन्न पनि पाइन्थ्यो तर मैले भनिनँ किन तैँले ब्लग हेरेर भन्छस् पछि. तैँले भन्छस् मेरो चस्मा तैँले तेरो किन भनिस् भनेर. त्यही भएर मैले मेरो होइन भनेर भनिसकेँ. ल चाहिँ अब हामी जाँदैछौँ पौडी खेल्न. उसलाई चाहिँ स्विमिङ आउँदैन तर पानीमा छ्याप्ला गर्न जाँदैछ है साथीहरू. हजुर के भयो भने बचाउन आउने. अनि मलाई चाहिँ कसले बचाउँछ नि. बर्दियाको बाघ आयो. अरु सबै साइड लाग. इसी लड्यो हाय बाघ. Okay guys, अहिले हामी कहाँ छौँ? Guys, we are back again and अहिले चाहिँ हाम्रो स्विमिङ सबै सकिसक्यो. सो अब चाहिँ हामी रमाइलो गर्न जान्छौँ. रमाइलो के भन्दाखेरि तपाईँलाई हामी देखाउनेछौँ. अहिले चाहिँ हामी यहाँ रमाइलो हेर्न आछौँ साथीहरू. यतातिर हाम्रो कोल्पुरको टोलीहरू यतातिर आउनुहुन्छ. नमस्ते सम्पूर्णलाई. नमस्ते. जिल्ला कोल्पुर हो घर मेरो.
हो घर मेरो पर्सन नाम गौतम हो थर मेरो गोर्खा मनका मना ज्यापै मायालाई हालौ भने नि छैन जमाना हो Now it's time for Chaudhary dance, guys. यो चाहिँ चौधरी डान्स हो अनि यहाँ चाहिँ हाम्रो सबै टोलीहरू आउनु भएको छ हेर्नको लागि Hi girls! Hello everyone! हाल्यो नि कत्रो हाल्यो 5 10 20 हाले त केटोले 20 हाले दिदी उठाएर हालेको कस्तो लागिरहेछ मलाई दिदी एकदम बवाल हजुरको क्यामेरामा आउँदै झन् खुसी लाग्यो एकदम धन्यवाद धेरै धेरै कस्तो लाग्दैछ केटी हो ल ल गाइस ल इन्जोय Guys, आजको मौसम त यस्तो fantastic छ. You can see me flaunting my hair like. Let me show you actually. Like, हैन guys. Whatever. यति रमाइलो भइरहेछ guys. यहाँ हाम्रो कोलपुरको टोलीहरु पनि आउनु भएको रहेछ के त्यही भएर सबैसँग भेट भयो अनि उहाँहरुसँग दोहोरी कार्यक्रम पनि भयो छुट्टै हाम्रो चौधरीको डान्स पनि भयो. So this is the meal of this evening अनि यो चाहिँ हाम्रो सृष्टि म्याम त खाँदै हुनुहुन्छ. हामी चाहिँ
खाना खाइसकेपछि हजुरलाई भेट्छौँ फेरि ओके गाइस लेट्स इट केटा आयो केटा आयो यो भाइले नि सिन्थाल भात खायो बाघ मारेर भात मारेर बनाइदियो यस्तो सुविधा दिन्छ भाइले ल पङ्खा उकाइदिनु बाबु ल हेर्नु साथीहरू यति सुविधा भएपछि भात खाँदा यस्तो पङ्खाको सुविधा भएपछि के चाहियो केही चाहियो बस दुईटा भात खाएपछि यही भन्ने Alright, Srishti ma'am, tell me about how did you enjoy this moment with us in Bobby Resort, Bardia? कस्तो लाग्यो भन्नुहोस् न के हे हे हो र एकदम रमाइलो भयो समग्रमा भन्नु पर्दा तेस्रोबाट गर न फर्स्ट फर्स्ट पारे मैले ल अब भन्नुहोस् तपाईँको आजको यो बर्दियाको भ्रमण छोटो ट्रिप कस्तो भइरहेको छ तपाईँलाई एकदम एकदम रमाइलो भइरहेको छ एकदम रमणीय हुनेवाला छ यो पल एकदम रोमान्टिक मौसम छ एकदम दामी छ Alrighty, if you ask गर्नु होला हाम्रो बबई रिजोर्ट है त okay, थ्यांक यू if you ask me आजको भ्रमण चाहिँ एकदमै सोचेको भन्दा पनि बढी रमाइलो भयो किन भन्दाखेरि हामी किन भन्दाखेरि म आएको थिएँ त्यही भएर You just let me speak first of म all. आएको थिएँ त्यही भएर भन्न त नि ओके तिमी आएको थियौ त्यही भएर एउटा किसिमले रमाइलो भयो अर्को किसिमले चाहिँ हाम्रो कोलपुरको टोली आएको रहेछ र त्यही माथि चौधरीको डान्सहरू आज फ्राइडे नाइट एकदमै रमाइलो भयो अनि त्यही माथि स्विमिङ पनि भयो र त्यही माथि वेदरले पनि यति राम्रो साथ दियो आज हल्का फुल्का सिमसिमे पानी पनि परेको थियो इट काइन्ड अफ विन्डी अल्सो र एकदम चिली टाइपको वेदर छ अहिले पनि जाडो जाडो भइरहेको छ तर त्यही भएर हामी बाहिर बसिरहेको छौँ एकदम हुँदैन बोल्छ एकदम धेरै पाएपछि बोलेको बोले गर्छु थ्याङ्क यू अहिले चाहिँ हामीहरू यहाँ छौँ खाटमा टी सर्ट चाहिँ हल्का एक्सचेन्ज भन्नुहोस् न साथीहरू डोन्ट माइन्ड र अब चाहिँ हाम्रो सुत्ने कार्यक्रम हुन्छ वी आर लिटरली टायर्ड बिकज अफ स्विमिङ यु नो लाइक त्यति हो साथीहरू भोलिको अर्को कार्यक्रम छ सक्यो भने मैले भोलिको पनि ब्लग बनाउने छु इफ नट देन द्याट्स इट फर टुडे बाई बाई ओ भन्न बिर्सेको चाहिँ If you like my video, don't forget to like, comment, share and subscribe my YouTube channel. So, यही हो तपाईलाई मेरो भिडियो मन पर्यो भने म एउटा ट्याक्क लाइक छोडेर चाहिँ जान्न नबिर्सिनु होला धन्यवाद देख्यो भने